बर्थडे गर्ल बर्थडे बोय भन्न यार फुल प्रिपेयर रहेछ के रम्मै कालो हिमाल चाहिँ हरिबेके छ है गाइस धुलोहरु उडेर डेन्जर पानी पर्न लाग्यो है अब धेरै छैन फेरि खाउनु पर यो के हो ए के दामी त के सो हेलो एभ्रिवान वेलकम ब्याक टु अनदर भिडियो है त आज चाहिँ हाम्रो स्पेसल भनेको चाहिँ बसन्तको बर्थडे स्पेसल पार्टी है अब है हेलो एभ्रिवान हाउ आर यु हामी आज उता अस्ताम भिलेजतिर कताबाट जाने त्यो हेम्जा मिलन चौकबाट केटाहरू पढ्न आउँदैछ ए काम गर्नु गडा यस्तो काले हस्सी भइयो ठिकै छ है त अब बिस्तारै हामीहरू भेला हुँदैछ आउँदैछ है त सबैजना त्यसपछि चाहिँ हामी रैला हान्नुपर्छ साइको भक्स र दिप्जल गुरुङको टिकटक या युट्युबको भाइरल मान्छेको ए भाइरल भयो है भाइरल भयो यो च्यानलको मेन कन्टेन्ट ल एकटा हो अब चाहिँ हामी फाइनल्ली जान लागेको के भन्नु त भाइ यार बर्थडे बोय अब रमाइलो गर्नुपर्छ है गाइस ल यता अब सिनेरीहरू राम्रोसँग हेर्नु होला बाटो कस्तो छ अनि सिनेरीहरू त्यही त हो त्यहाँबाट टपको जाने ल सबैजना भेला भइसकेको छ है त लेट्स गो मिठो स्वागत हालेको छ है गाइस हावाले अब हामीलाई मिठो पानी पर्ला जस्तो छ आज पानी परेर भोलि भ्यू हरिबेके त हुँदैन रे म चाहिँ रेनकोट ल्याएको छैन म चाहिँ भिज्ने भयो यार यो त फुल प्रिपेयर रहेछ के रेनकोट लाउन नि यस्तो मुस्किल छ है लेट्स गो हिमाल चाहिँ हरिबेके छ है गाइस धुलोहरु उडेर डेन्जर पानी पर्न लाग्यो है 50 रुपैयाँ कट ओभर एक्टिङ कस्तो खतरा देखेको यार ल त गाइस हामीले चाहिँ खतरा कन्टेन्ट बनाएर देखायो यसको साथै चाहिँ अब लाइक र सब्स्क्राइब भन्नुपर्ने हुन्छ है त आकाशले करायो लजाम उत्तर दिन देखाने पानीले मिठो भिजायो गाइस तपाईँहरूले हेर्न सक्नुहुन्छ यार आउँदा भन्छ अन्त गाइस स्ट्रिप के अरे स्ट्रिप चाहिँ अब खतरा भयो त खतरा माथि पऱ्यो त यार यार छैन भयो सबै छ दिदी सन्चै
पानी त के कहाँ बसेको त भित्र बस्छ यार पानी हावा नचल्यो त जानु हुन्छ हावा धेरै छैन ठाउँतिर पर यो के हो आउँदा हावा चल्यो होइन बसै भिज्यो यसै भिज्यो चल्यो एक्स्ट्रा कपडा लिएको खुसी भयो यहाँ पानी बिदो हुने नाम सम्झेन कस्तो हुने त नि बर्थडे भयो हामी भइरहेछ अब बर्थडे भयो लोद्धर रहेछ अनएक्सपेक्टेड भयो कि अब अनि लोद्धरै रहेछ छैन सल्लाह ल्याएको लोद्धर लाग्यो गाइज फाइनल्ली हामी आइपुगेका छौँ चिसो चिसो पानी खाँदै पोखराको गर्मीलाई टाटा बाई बाई गर्दै ल है यही हो अब हाम्रो कटेज देखाउँछु है त म तपाईँहरूलाई हाम्रो यो ठाउँ त गाइज हामी फाइनल्ली आइपुग्यो पानी चाहिँ हल्दै पर्दैछ हल्का ओइ के हो खतरा खाता खाऊ त ल रम्मै कालो लड्के भाइ बिजुली डान्स गर्ने यार ल त यस्तो छ ठाउँ चाहिँ यस्तो छ के अरे अलिअलि सिमसिम मानिसहरू परेछ पर्नु त तर जे भने कस्तो क्लियर भ्यू आएको यार सब सफा आउँछ यार कहाँ जान्छ त्यो त होला त्यहाँ क्या जाडो छ जाडो छ है गाइज मेन्यु जुमै हुन्न त यार गाइज सब अब चिप देखियो क्या वर्डहरू इन्ट्रेन्स सही छैन के होटेल होइन कि बर्थडे गर्ल बर्थडे बोय भन्नु यार घरो पानीले भिज्यो है गाइज त्यति नभयो यस्तै छ के भन्नु नि तर्सी भित्र बढी तर्सी अर्को रुम भएको दिदीहरू त्यता गएको कता अर्को रुम चाहिँ छड्के पानी आयो पुरै माथि कटेज बसेर बस्नलाई ओ साइगो ढाँचा त भन्नुभयो होइन त्यता चाहिँ एउटा मात्र डोरी रहेछ कि त्यता त पुरा नेपाली उसहरू रहेछ नि त्यहाँ साइगो होइन साइगो गो साइगो ब्लग्स कस्तो भयो त नि हो कि सर राइड हल्का मिस्टेक भयो नि हल्का 5 मिनट छिटायो भयो 5 मिनट मात्र छिटायो है अनि ठिकै छ रमाइलो त हैन 5 मिनट ढिला गर्दै त्यही लालटिन नि रहेछ है टुकी हो कि लालटिन हो यो हामी बस्ने चाहिँ यतै है अस्ताम फार्म हाउस यस्तै छ अब के भन्दा नि भिजियो के अरे अब यही हो रमाइलो रमाइलो यो चाहिँ हाम्रो बेडरुम यस्तो छ कोठा चाहिँ बेसिन देखाउँ न खतरा जुगाडवाला
सब ठाउँै देख्छ आइना पनि छ है ऐना आइना हेर्ने भने पनि छ है यही छ त हैन टी-शर्ट भन्दा एउटा सुनि भयो चाहिँ यहाँ नि छ है भाइ जर्सी नि हाल्दियो न जर्सी एउटा चाहिँ टी-शर्ट ल हिमाल चाहिँ यस्तो राम्रो देखिएको छ है क्लियर भोलि अझै खुल्लिन्छ होला कस्तो टिलिक्कै टल्केको यार मर्निङ भ्यू चाहिँ झन् राम्रो हुन्छ होला ओए नजङ्गिने यार ए क्या दामी त क्या है अब आगो ताप्ने बेला क्या खतरा आयो कि जब हिँड्दा हिँड्दै थाक्छु मायालाई मैलाउँछु चोरेर के भवाल भइछ अल पनि खानु पर्छ अल तातो चाहियो कि मायालाई मैलाउँछु तिमीले उमालेको शीतल भयो हृदय अहिले बत्ती आएपछि त्यो मन्टु लाग्यो भने त चार्ज गर्दै गाइज रोशन भाइले आएको अब बल्ल भ्लग सुरु है त बत्ती बल्ल आएर कहाँ गयो मन्टी ब्लग आउँछ नि तीनचोटि गयो तीनचोटि खाने झन् खानेकुरा अन्त मेन झन् त्यही भएर सबलाई लिएर आइदिएको नि होइन तर यसो सोच्दा प्राइस कस्तो छ सक्दैन प्राइस 1 सबै भन्नु म त सकिरहेछु ए सुरुमा चार्जन तै त होस् लदिप जल्के मेरो इनर्जी ड्रिङ्क है बल्ल बत्ती आएर जेस रमाइलो सुरु हुँदैछ है अघिसम्म आउँदा गाह्रो थियो आगो ताप्दै भएन बारबिक्यू हान्नुपर्छ फाइनल्ली हाम्रो खानेकुरा यत्रो मेहनत स्पिकर ढुस्नु लाग्यो ए यहाँ छ होला चिकन पहिला बन्दैछ हङ्ग्री गाइज अनि दोस्त तिमीलाई त छुट्टै होला नि अनि तिमी त हेरि मलाई भन्न त अर्कै भन्यो ए हो ए तिमी यो नखाने म दुईटाकै खाँदै नि एक छोडा एकचोटि के भएको एकचोटि निकाल्नु एकचोटि चस्मा ल्याइनुहोस् ताउ फेरि गीत क्या करता है रे तेरी तो गाइज अहिले चाहिँ रातिको 9 बजेको छ हाम्रो फार्म हाउस त्यस्तो खतरा टिलिक्क टल्क्यो आउँछ कि आउनु न यहाँ त अझै के यहाँ त स्टे गर्ने भएछ अब गाइज जियोस्
एउटा नयाँ एक्सपिरियन्स चाहिँ हुन्छ यहाँ चाहिँ छुट्टै त्यो सिक्रेस जस्तोको त्यस्तो त्यस्तो खतरा एक्सपिरियन्स त आउँदैन तर जस यहाँका त झन् युनिक छ एक्सपिरियन्स चाहिँ लगाएन वेयर इज मल्टिप्लक आई निड मल्टिप्लक कति कुन साल गरेर त 59 हैन 59 ल गाइज बारबेक्यू पार्टी सुरु यो चाहिँ पोर्क बेली वा कस्तो खतरा पार्ने पोर्कहरू खाँदा चाहिँ जहिले नि आरामसे पकाउनु पर्छ है गाइज ससेजहरू नि ठुल्ठुलो लिइसक्यो भन्ने अब मतलब चाहिँ पाकिसक्यो अब बसन्त छिटो ल्या त ल त गाइज बर्थडे बोयको बल्ल केक कटिङ छ अब सुरु यो कोइलामा जोस के बसेर हुन्न के हुन्छ ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे बोयको थाहा छैन ह्यापी बर्थडे कहिले कहिले आगो बोलेर कता हो ल काट्नु बस्नु त काट्न कटिङ गर्नु न भयो नछोडेर अब भयो के खतरा गर्दै त कपाल त यार ल राम्रै राम्रै पहिला ल कस्तो लजाको के यार बुढो कसरी भयो भनेको बुढो बनाएर सबलाई खुवाउने दिदीहरूलाई खुलाइदियो भयो बुढो भन्दै खुलाइदिने होला नि वकिलहरू बढी भन्छ कि यसैका साथ हाम्रो बसन्त वास्तोलाको आज बर्थडे कार्यक्रम गरिएको छ हाम्रो बसन्त वास्तोलाको ठेगाना मणिपाल छेउ सबभन्दा ठुलो रातो घर भएको 3 तले घर भएको केक चाहिँ यस्तो छ दफा लाएर अलिकति छोडिदिनु गाइज हाम्रो डान्स कम्पिटिसन ए बोइजको टर्न दाम पैसा भएन एकछिन भएन नाच न बल्ल मिल्यो हो नाचेकै हो
है पैसाको यता त्यो अरू रास्ता हुँदै अघि त हराएर नाच्दै भनेको त धुवाले केही देखेन भयो क्या अब त अब केही हुन्न एउटा टुक्का सिधाउनु पर्यो नि खै केटीको त्यो कहाँ नाच्छ बस्नु अब बसेर नाम झपेर बस्ने नाम झपेर समय कहाँ बसेको तनी दिदी होस् तनी जाऊ म नाचेको देखेन है तिमीले ल हेरौँ ल डान्सरको हल्का नाच ल ताली ताली केही भएन रामदादा खतरा नाच्छ तर थाहै पार्टनरै मिलेन क्या हो Much later. ल हाम्रो ब्लगर त नकभर सुतिसक्यो है भ्यू चाहिँ बवाल छ सब सुतिसक्यो ल त गाइज फ्रेस भइसक्यो अब खाजा नि है त क्या दामी के छ यार ल बिहानको अवस्था खाजा खाजा ज्यादा यार भिडियो आउने यस्तो खाजा खानुपर्छ है त अब खाजा ल त गाइज अब जानु पर्यो अब यसैको साथ प्याकिङ सेकिङ हान नि त छिटो यार I'm already packed, you know. ऊ चाहिँ अझै नि कोरोनाकै फेजमै छ है I'm already packed. Like this is not corona. कस्तो मजाको कोरोना भन्दैन कि यसलाई खास प्रोटेक्सन फ्रम डस्ट बुझेनौ त्यही हो कि प्रोटेक्सन फ्रम डस्ट या अब यहाँ धुलो धौलो केमा हुन्छ नि त त्यही भएर हल्का प्रोटेक्सन भनौँ न सो हामी बसेको यही हो कि आज हिजो दिस इज अस्ताम भ्यू राम्रो छ फार्म हाउस भन्न चाहन्छु है त ल बाई बाई अन्जिता दिदी फोन फालेर गयो
के मेरो त्यहीँ छोडिदियो म आफै लिएर आउँछु मेरो त iPhone needs to cool down रे चलाउने घाममा रायो त यस्तो हुन्थ्यो घाममा रायो नि हुन्छ त जाने बेला जा पानीमा भिजाइदे त्यतिकै राख अर्को वाटरप्रुफ होइन र आइफोन त हो दिदी फाल्नु त तिमीले चाबी रायो बाई 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 अब पोखरा गएर भेटौँ ल राइडमा ओके आस्तम फार्म हाउस आउँदै गर्नु होला कस्तो शीतल हागेर जाने बेला ल है त गाइज अब हामी चाहिँ घरतिर पोखरा फर्किन लाग्यो के अरे अब यति नै यो भ्लगको लागि चाहिँ अब कमेन्ट लाइक सेयर हान्नु पर्यो अब केही गर्नुपर्छ केही मिसिङ छ होइन अझै खतरा बनाउन अझै खतरा गर्न कसरी सकिन्छ भनिदिनु होला अनि आज जियोस् दामी मजा भयो जियोस् यताउति होइन पानी पऱ्यो यताउति त्यो भयो जेनी रमाइलो भयो यस्तै मजा आयो जियोस् एउटा मिठो मेमोरी क्रिएट भयो ल ल हुन्छ गाइज ल यही हो के अरे लोकेसन त अब ओके बाई